नमस्ते, हजुरले देख्न सक्नुहुन्छ मैले चाहिँ फ्रेम हाल्न ढिलाएको कारणले मौरीले चाहिँ फ्रेम बाहिरै चाका लगाएको छ। हेर्नु, त्यही फ्रेममा जोडेर चाका लगाइसकेको छ। यो चाका लगाएर पनि अन्त लगाउने फ्रेम पाएन र त्यही फ्रेममा जोडेर अर्को चाका निकालेको छ। हेर्न सक्नुहुन्छ, यो चाहिँ भाले मौरीको कोष निकालेको छ, किनकि मेरोमा 8 फेर मौरी भइसकेको छ है। त्यही कारणले चाहिँ मौरी घार फुल भएको कारणले चाहिँ भाले मौरीको चाका निकालेको हो। यो चाका चाहिँ मलाई आवश्यक छैन, म चाहिँ यो निकालेर फ्याँकिदिन्छु, किनभने मेरो सबै घारमा मौरी त्यही 8-9 फ्रेम 8-9 फ्रेम नै छ। यस कारणले चाहिँ मेरोमा सबै घारमा भाले मौरीको चाका बनाएको छ। त्यो कारणले गर्दा चाहिँ मलाई यो चाहिँ आवश्यक परेन र यो चाहिँ फ्याँकिदिन्छु। हजुरहरूको घरमा चाहिँ 1-2 घार मौरी छ भने चाहिँ हजुरहरूले चाहिँ नफ्याँकिदिनु होला। यसलाई फ्रेममा धागाले बाँधेर अथवा त्यो अड्काएर पनि दिन सकिन्छ र मौरीले फेरि जोडेर फेरि त्यहीमा अरू चाका थप्छ। हेर्न सक्नुहुन्छ, यो चाका चाहिँ बिस्तारै काट्दै हुनुहुन्छ बुवाले र हामीले यो चाका निकाल्दाखेरि चाहिँ मौरीले एउटालाई पनि चोटपटक लाग्न दिनु हुँदैन, किनभने चोटपटक लाग्यो भने मौरीले एक प्रकार गन्ध छोड्छ। त्यो गन्ध छोडिसकेपछि मौरी एकदम रिस्सा हुन्छ र टोक्न आउने गर्छ। र हामीले कुनै मौरीलाई पनि चोटपटक नलागिकन निकाल्यो भने चाहिँ कुनै मौरी पनि जिस्किँदैन, चिल्न टोक्न आउँदैन है। यो चाहिँ सबै भाले मौरीको हो। हेर्न सक्नुहुन्छ, फुल पारेको छ सबै, कति राम्रो छ, नफालाउँ जस्तो छ, तर पनि मलाई आवश्यक छैन। यो भाले मौरी भनेको सिजनमा मात्र चाहिने हो, रानी बनाउँदाखेरि मात्र चाहिने हो, अरू बेलामा काम छैन। त्यही कारण चाहिँ फ्याँकिदिन्छु। मेरोमा अरू घरमा प्रशस्त भाले मौरी कोषहरू छ, त्यही भएर चाहिँ फ्याँकिदिन्छु है। अब मेरो चाहिँ मौरी छुट्याउने टाइम भइसकेको छ। हजुरहरूले यदि मौरी पाल्न इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। हामी चाहिँ मौरीको घारसहितका मौरीहरू बेच्छौँ है। हामीले चाहिँ घारहरू अब बिस्तारै बेच्ने क्रममा छ, घारहरू सबै बिक्रीमा छ है। हजुरले लान सक्नुहुन्छ, सिजन सुरु भएको छ, मौरी लान सक्नुहुन्छ। अब हाम्रो चाहिँ छुट्याउन रेडी भइसकेको छ। 8 फ्रेम भनेको मौरी छुट्याउन मिल्ने गोला हो कि 4-4 फ्रेम गरेर छुट्याउँदा पनि छुट्याउन मिल्ने हो है। अर्को घरमा पनि फ्रेम हाल्न ढिलाएको कारणले गर्दाखेरि त्यस्तै नै छ, कपडामा चाका लगाएको छ, हेर्न सक्नुहुन्छ है। हामीले चाहिँ फ्रेम हाल्न ढिलायौँ, हजुरले चाहिँ नढिलाउनु होइन। मैले निरीक्षण गर्न पनि भ्याएको थिइनँ 2-4 दिन, त्यो कारणले गर्दा चाहिँ यसरी चाका लगाएको छ। हजुरले चाहिँ अब सबै घार एकचोटि फुर्सद निकालेर निरीक्षण गरेर फ्रेमहरू थपिदिन सक्नुहुन्छ है। हामी चाहिँ अब घारहरू पुरै बिक्रीमा छ भन्दै नै हुन्छ। अब हामी छुट्याएर चाहिँ घारहरू बेच्छौँ। हजुरलाई कति घार चाहिन्छ हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ। मलाई यति घार चाहियो भनेर हामी रेडी गरिदिन्छौँ है। अब हामी तालिम पनि दिन्छौँ। हजुरले मौरी अब कसरी केही जाने छैन, कसरी पाल्ने त ल्याए भाग छ भन्नुहुन्छ भने हामी तालिम दिएर होइन, हजुरलाई तालिम दिएर पनि हामीले मौरीहरू बेच्छौँ। हामी 3 दिने तालिम पनि दिन्छौँ र 15 दिने तालिम पनि दिन्छौँ। 3 दिनेमा चाहिँ के हुन्छ भने कसरी राख्ने, कस्तो ठाउँमा राख्ने, के गर्ने भन्ने कुराहरू पर्छ भने 15 दिनमा चाहिँ सबै कुरा पऱ्यो क्या। मौरी सम्बन्धी सबै कुराहरू पर्छ। रानी कसरी बनाउने, के गर्ने, कुन बेला छुट्याउने, कस्तो अवस्थामा छुट्याउने, कति फ्रेम भएपछि छुट्याउने, के गर्ने भन्ने कुराहरू सबै कुराहरू होइन सिकाइन्छ भने हजुर लान सक्नुहुन्छ। मौरी चाहिँ लगेर तपाईँले मौरी सम्बन्धी बुझेर होइन तालिम लिएर लानु भने मौरी कहिले पनि भाग्दैन है। मौरी चाहिँ भाग्दैन कहिले पनि। मौरी सम्बन्धी बुझ्नु भने यदि नबुझिकन हच्चामा लानुभयो भने चाहिँ तपाईँको मौरी अब लयो, म काट्ने बेला हेऱ्यो गरिसकेलाई त मौरी भाग्छ। उसलाई कस्तो बेला के गर्नुपर्छ भन्ने तपाईँलाई थाहा नै छैन भने अब मौरीले त अब भागिहाल्छ। अब हामीले हेरेर मौरीको लागि पनि व्यवस्थापन गरिदिनु पर्ने चाहिँ हुन्छ। एकदम सजिलो पेसा हो यो चाहिँ। न घाँस काट्नु पऱ्यो, न कुँडो खुवाउनु पऱ्यो, न पानी दिनु पऱ्यो, केही गर्नु पर्दैन। राख्यो हप्तामा एकचोटि हेऱ्यो होइन कस्तो छ के छ, त्यो गरेर पनि धेरै सजिलो। कृषिभरिको सबैभन्दा सजिलो